गाइज फर्स्ट अफ अल गुड मर्निङ होइन। आज चाहिँ के देखाउन चाहन्छु भने दिस इज के भन्छ यसलाई चाहिँ रक्सी बनाउने होइन। के हो त्यो भने चाहिँ नो बट यस्तो हुन्छ प्रोसेस चाहिँ होइन। यहाँबाट आगो बल्छ होइन, अनि त्यसपछि माथि हालिदिन्छ, माथि बाफ हुन्छ, बाफदेखि सिधै डाइरेक्टली यहाँ खस्छ है। लगभग कि यो चाहिँ यसलाई भन्छ लोकल स्टाइलमा रक्सी यो लोकल स्टाइलमा रक्सी बनाएको है। यस्तो छ। अनि हामी होइन, म चाहिँ यहाँ लागिरहेको ल अब भरिन्छ। यसलाई चाहिँ यहाँ चाहिँ हाल्न पर्ने हुन्छ। सो यति नै हो। यही हो फास्ट प्रोसेस, के होइन। कट भन्ने हुन्छ, कटलाई भित्र हाल्छ, त्यसपछि पानी आगो बाल्छ, आगोदेखि माथि पानी हुन्छ नि, अनि भित्र बाफ भएर चाहिँ टक्क यता निस्कन्छ। ल यही नै हो है। हेलो गाइज, गुड मर्निङ। ल ठिक छ नि, सन्चै आरामै हुनुहुन्छ? म पनि एकदम बवाल र ठिकठाक छु होइन। त अझ तपाईँहरूलाई आज चाहिँ हाम्रो बारी चाहिँ भिजिट गराउन चाहन्छु रे म, तपाईँहरूले नचाहँदै। सो फर्स्ट अफ अल हजुरलाई यो देखाउन चाहन्छु। यो चाहिँ रक्सी बनाउने प्रोसेस हो है। अनि चाहिँ आगो बालिन्छ, अनि त्यसपछि माथि चाहिँ त्यसभित्र कट हुन्छ, कटमाथि पानी हुन्छ, पानीबाट भित्र एउटा चाहिँ के हुन्छ, एउटा यस्तो हुन्छ, त्यसबाट त्यो बाफहरू झरेर चाहिँ यहाँ आउँछ। यो चाहिँ बाफ हो है। देखिरहेको छ नि, आगो देखिरह होला, यो चाहिँ बाफ हो है। अनि यसरी यसमा हालिन्छ। यो चाहिँ रक्सी बनाउने प्रोसेस हो होइन। अनि त्यसपछि अरू के छ भन्दाखेरि एकछिन यो भरिन त लाग्छ। जस्ट 1 मिनटमा म यहाँ आइपुग्छु। 1 मिनट पनि धेरै लाग्दैन होइन। अनि चाहिँ हाम्रोहरूको चाहिँ बारी हो है। सागहरू चाहिँ लगाउने गरिन्छ यता है। अनि यहाँ के रहेको छ भन्दाखेरि अहिले लसुन, अनि त्यसपछि बन्दा, अनि त्यसपछि धनियाँ, अनि त्यसपछि अरू के छ, यति नै छ। तोरी थियो, ऊ भइसक्यो। अनि त्यो माथि त्यो चाहिँ ऊ भइहाल्यो, के भन्छ त्यो उखु। अनि त्यसपछि आरु, यो चाहिँ ठुलो आरु है। यो चाहिँ धेरै फलेको छ जोस यसपालि चाहिँ। अनि त्यसपछि चाहिँ कागती भइहाल्यो। अनि त्यो नि आरु, यो चाहिँ केराहरू अस्ति एउटा लगेको खासै पाकेन होइन। अनि त्यसपछि त्यो चाहिँ के अरे भुइँस्याउ भन्छ होइन। अन्त के भन्छ मलाई थाहा होइन। अनि त्यसपछि माथिल्लो यो पनि हाम्रै हो। अनि यता चाहिँ फेरि आरु आएको छ। यता चाहिँ एउटा स्याउको बोट लगायो नि यता चाहिँ। माथि पनि धेरै छ, अहिले चाहिँ माथि नजाउँ होला होइन। अनि यहाँ चाहिँ खाउलो भन्छ है हाम्रोतिर, खुर्सानीको। अनि यहाँ खुर्सानी हाल्छ, माथि सोतर हालिदिन्छ होइन। त्यो खुर्सानी लगाएको क्या, यो त्यो हुन्छ नि बिउ लगाएको। अनि त्यसपछि यहाँबाट अन्त सारिन्छ क्या। अनि यो चाहिँ खुर्सानी भयो। त्यसपछि यो है, अनि ड्रम भने चाहिँ यो है। फेरि यो है ड्रम भनेको चाहिँ। यसमा चाहिँ समथिङ कट के हुन्छ क्या। अनि त्यसपछि यो है, अझ यसमा चाहिँ हाले होइन। यस्तो हुन्छ है कोदो है। यो चाहिँ कोदो के मिलाएर बनाएको हुन्छ। अरू पनि देखाउँछु रोक है। यो त भरियो कि भरिन्ला भन्नु त होइन। चाहिँ यो है रोक है। हाँस राखेन यार, हाँस राख्नु। ओए सेट यो है। ल म देखाउँछु। सरी त्यो बोलेको सरी है। कहिले काहीँ मुख छोड्छु इफ यु डोन्ट माइन्ड होइन। तर धेरै प्याक नै रहेछ क्या यस्तो लगाएको। यस्तो हुन्छ है। यो चाहिँ भर्खर अस्ति राखेको क्या, नत्र पहेँलो हुन्छ क्या। अहिले अर्को बार देखाउँछु अहिले। भरिला छ यार पर, भरिला छैन। अर्को अलि देखाउँछु है। यति पहेँलो हुन्छ कि
तपाईँहरूले कुरै गर्नै सक्नु हुँदैन। यो चाहिँ भरिन लागिसकेको छ है। यो यसलाई चाहिँ यसो गर्नुपर्ने हुन्छ है। त्यसपछि यस्तो गर्ने, त्यसपछि उहाँलाई चाहिँ यस्तै राख्ने, त्यसपछि चाहिँ अनि यस्तो गर्ने, फेरि यस्तो लगाउने, त्यसपछि यस्तो गर्ने, त्यसपछि चाहिँ यसलाई चाहिँ फेरि यहाँभित्र हाल्ने। देख्नु मलाई चाहिँ थाहा भएन होइन, र चाहिँ यस्तो हुन्छ है प्रोसेस चाहिँ। यो चाहिँ यस्तो छ। अनि पानी चाहिँ कति भयो भन्ने, 7 बोतल भयो, 8, 9, 10 एकचोटि यो भराउँछु अनि अर्को 2मा चाहिँ पानी फेरिदिन्छु, 10 पुग्छ, सक्यो। त्यसपछि म चाहिँ घरतिर जान्छु, घाम लागिसकेको छ है। घाम लागि म नि यो बोतल भरेर घरतिर लाग्छु। 1 2 3 4 5 6 ला 7 भएछ ल, 7 बोतल भयो होइन। सात बोतल तीनमा अर्को निकालिदिन्छु, 7 8 9 10 हुन्छ। 3 3 छ एकसाथ, 8 9 10 10 बोतलमा निक्लिन्छ एउटाबाट। अनि त्यसपछि सक्यो। यो चाहिँ भरिँदै गर्छ, त्यति दिनसम्म म चाहिँ देखाइदिन्छु है। अर्को त्यो कट थियो क्या, यस्तो हुन्छ, मैलो हुन्छ नि। कसले चाहिँ त्यो डाइरेक्टली नै खान्छ भन्छ होइन, त मलाई चाहिँ थाहा छैन होइन। हामी चाहिँ यसको बारेमा चाहिँ हमको कुछ नहीं मालूम होइन। यो निकालिदिन्छु है, यताको यो ड्रमको निकालिदिन्छु है, यताको सालेलाई निकालिदिन्छु। तर यो यस्तो पाक्न लाग्छ है, हेर त पाकिरहेको छ है यस्तो देखिरहेछ नि हेर है। यो सायद भर्खर हालेर रहेछ क्या नि छ। यसलाई नि बन्द गर्न पर्ने हुन्छ। घाँटी यस्तो खस्केको, बन्द गर्न पर्ने हुन्छ। अनि त्यो रक्सी चाहिँ आधी भएको छ, त्यसपछि अलि माथि हुन्छ, त्यसपछि जान्छु त्यो निकाल्छु, त्यसपछि 2टा भर्छु, त्यसपछि राजेन्द्र टाप घरतिर होइन। अनि अरू चाहिँ यस्तै हो होइन। हामी गाउँतिर ठिकठाक छौँ होइन। अनि त्यसपछि छैन खासै देखाउने जस्तो। यसलाई भन्छ भुत्ला। त्यो के भन्छ, हाम्रो गाउँमा बाँदरहरू धेरै आउँछ कि, त्यसले डिस्टर्ब गरेको गर्छ, केही नि राख्दैन क्या। त्यसलाई भगाउनलाई भयो नि बाँध्नै पर्यो होइन। यस्तो चाहिँ हाम्रो चाहिँ सूर्यमान भगवानमा भएछ। मलाई चाहिँ ढोक्कमा पहिला त्यसपछि चाहिँ अरू त खासै के छैन। लसुनहरू चाहिँ यसरी भाँग्यो होइन, टक्कै यस्तो गर्नुपर्ने हुन्छ। लसुन भएन, यस्तो गर्छ क्या, कत्रो रहेछ है। हेर है, भएन है जस्तो लाग्दा हो। यस्तो भएन, लसुन देखिरह नि, यत्रै हुन्छ है, देखिरह नि। तलसम्म हुन्छ, खासै भएन क्या। लसुन पुरै सुक्छ अनि त्यसो बल्ल हुन्छ, पानी खासै भएन क्या। यति नै भन्नुपर्छ, खासै के छैन। अरू नयाँ नौलो होइन, हाम्रो चाहिँ यस्तै छ। मुख नि नधोएर आएको है, त्यो घाँटी नि कस्तो खस्किएको छ। सुतेको हिजो त्यस्तै 7:30तिर उठेको, घाँटी नि खस्किएको छ मेरो। हिजो रुगा लाग्ला जस्तो भइरहेछ। सो
यति नै हो अहिलेको लागि कहाँ जाने थाहा छैन फेरि दिउँसो गोरु हुन्छ कि घरै बसिन्छ कि आइसियु मालिकको भिडियो गरेर मालिकको भिडियो गरेर आज मेरो मालिक यति खुसी भनेर परे मैले आज आशी बनाउन सुरुवात गरेर मेरो मालिक खुसी भनेर परे आज मैले आशी बनाउन सुरु गरेर मेरो मालिक अति खुसी भनेर काकु हिउन अब के भयो अब भइरहनु खुसी बाटमा छोड्ने खाइदिएर गाइस दिस इज अ जर्को हैन यसलाई चाहिँ जर्को भन्छ हैन यसलाई चाहिँ हजुर लेक एउटा चाहिँ लेकमा पाइन्छ हैन मिठो हुन्छ है तर साग नै हो यस्तो छ हैन अनि त्यसपछि यो खोज्न गएको बेला चाहिँ मसरुम नै पाइन्छ मसरुम चाहिँ त्यसमा छ अल्छी लाग्छ देख्नु यो चाहिँ जर्को भन्छ है हाम्रो भाषामा अनि त्यसपछि राजाको मसरुम बेच्ने है फेरि खाने होइन यो गुच्चे च्याउ भन्छ गुच्चे च्याउ यति छ है देखो नि ल यति नै